ओइ के बनौँ अब रियल नाम त अब पछि भनौँला भन्यौँ न त बोय निरञ्जन ये in the blog so we are going to अब नेपाली बोल्न कि इङ्ग्लिस बोल्न चाहिँ आउँदैन हामी चाहिँ कहाँ जाँला त्यो चाहिँ थाहा छैन कहाँ जाँला थाहा छैन अब जाने होला नि अब खै खोलातिर कस्तो देख्यो यार अब जान्ला हाम्रो गाउँ बवाल गाउँ छ नि फेरि दसैँको ब्लग हालिसक्यो अब तिहारमा हामी गइरहेको छौँ यो चाहिँ तिहार हो भोलि भाइटिका अस्ति टिकाको दिन आज भाइटिकाको दिन के अरे भोलि भाइटिकाको दिन यहाँ एनएस बाइक बवाल छ नि होइन त भन्नु हाम्रो ब्लगमा माछालाई चोर जस्तो देखिरहेको रहेछ है चोरी हो कि बल हान्छु देख्नु नि त हो छपरी छपरी छपरीले लगिरह यसले फोनको सानो ढिला भएको छ धेरै दामी म चाहिँ छपरी छपरीले नै देखिरह अलिअलि भाग्दै त्यहाँ गएर के लाने हो दाइ क्याम्पिङ हान्ने हो क्या त्यहाँ गएर छिटो बस यहाँ आइपुग्नु त छिटो क्याम्पिङ सरभाइ अड्छस् ब्लगमा नाइ ओइ सिधा नपार्न ओह्रालोमा निजन दाइ अब तपाईँ ओह्रालोमा जाने भइहाल्यो बनाउँदै माछालाई ओइ काम नै काम छ ड्याडी मैले त ड्याडी खाडी सर अनि तैँले भनिस् त नि चुट्या माछालाई भन्दैन ऊ आफैले भन्दैन माछाले अनि झन् भनै छोरे भाइ भन्दैछु 2 घन्टा लाग्छ ढलान त सबैमा छैन आधीसम्म होला त्यस्तै बाटोबाट चाहिँ मलाई एक खोलामा टाइ चाहिँ हान्न मन छ किन हो होइन जहाँ गए पनि उयो आयो ल त्यही भएर बाटोको अस्ति त्यो भ्यू टावर जानेहरू हिँड्दै थियौ त हो त्यो जस्तै क्या घरमा चाहिँ खप्लाका छैन बाटो चाहिँ कडा छ कि फेरि त्यो बेला पनि ठ्याक्क लास्ट एन्डिङमा घरै पुग्यो त नि अनि त्यही फेरि त्यहाँबाट कहाँ भयो पुग्यो क्या हामीलाई मलाई थाहा थियो होइन यी पुग्यो दाइलाई थाहा थियो त्यहाँबाट कहाँ भयो त्यो कि अलिकति उता मात्र छ मैले त अस्ति गरेर हेरेँ नि बिर्सेँ नि त धेरै पुग्दैन कहाँ अहिले त उसै जस्तो
माखर खोलातिर गएर भेट्ने ल बाई बाई अहिले चाहिँ हिँड्दै हे ल्याएर जुत्ता मैले कहिले बिजनले नि जुत्ता मैले नि जुत्ता चला उतै जान पाए भए राणीको बाप चिल्लो रहेछ नि ओए म जान्न न झ्याग्ने अहिले तिनैजना उत्तानु पर्ला किन परे यहाँ कत्रो खाल्टो ए मैले जुत्ता लाएर आएको धेरै गल्ती गरेछु यार यसको महँगो जुत्ता चाहिने भए त मलाई खुबै देखाउँथ्यो नि अब 10 मिनेट गाह्रो भएर आयो म धरलाई अहिले म झर्छु म त्यसो भएर अहिले भित्र यस्तो बाटो म रोक्नु पऱ्यो हा त्यो जुत्ताभरि हिलो हिलो भइसक्यो बेकार नयाँ जुत्ता लगाएर आएको क्या दसैँमा किनिदिनु पर्ने त्यो पनि दसैँमा त होइन उयो ठुलो दाइले गिफ्ट गरेको थिएँ बर्थडेमा त्यो पनि जाने भयो चलाउनु हामी यस्तो गरेर 12 चोटि भइसकेको छ पानी पर्यो भने चाहिँ हामीलाई त गाह्रो पर्छ यस्तै गाह्रो भाग्दै दाइसँगै भाग्दै मेरो हात दोजरले मिलाएर होला के धेरै फेरि ल भाइ होइन 3-4 दिन आइसक्यो हामी चाहिँ खोइ जुत्ता लगाइ के अरे खोला पौडी खोला चाहिँ ओए साले कहाँ जान्ला कहाँ खेल्ने तल लिन छोड्दै पोपट भइसकेको छ यत्रो गहिरो छ कि मनोज त यहाँ 10 जना डुब्ने जस्तो गहिरो छ कि हामी चाहिँ खोला पुगिसक्यो अब डुब्की हाल्न लाग्यो फेरि छिराउनु चाहिँ मिल्दैन है मोबाइल फेरि आफ्नो आफ्नो काम छ खोलातिर आइसक्यो लास्टै गाह्रो भयो नि टाइमले एकछिनमा भेट्छ अब यहाँ छ मलाई चाहिँ खेल्न आउँदैन अब कसरी खेल्ने थाहा छैन यहाँ फेरि अड्काइदिउँ खेल्नै आउँदैन अब के देखाउनु त अब
खोला गएर आइसक्यो अर्को गाउँ गएर पनि आइसक्यो अब चाहिँ नहुन्नला फेरि यहाँ छब्री बन्द हिँड्न चाहिँ चेन खुल्ला रहेछ छब्री बन्द हिँड्न चाहिँ के भ्लग बनाउने कपाल के भयो नि बढ्दै बढ्दैन अब जहिले हिँडेपछि डाँडा चाहिँ उयाँतिर छ डाँडा जानु लाग्यो यहाँ नौनी यहाँ छ औजार छ यहाँ औजार यो औजार लाइटर पनि बगाउँछु लुकी पड्काइदिने क्या अब लुकी पड्काउने अब यहाँ चाहिँ हामी तिनजना जान्ने यहाँ भाइ माने नि त्यही भएर उचालिरहेको छ दाइले उचालिसक्यो त्यहाँ भाइलाई उचालेर पछाडि ल्याइसक्यो क्या उचालेर पछाडि ला अब भाडा गएर भेट्यो त्यसलाई